Hello everyone. So welcome to my YouTube channel. वेलकम र म चाहिँ आज सानो मिनी भ्लग ल्याएर आएको छु र यो मेरो रुमन भट्टराई युट्युब च्यानलको नाम रहेको छ। सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। र आज चाहिँ हामी चाउमिन खाने तयारीमा छौँ। चाउमिन बनाएर खाँदैछौँ र खाने तयारीमा छौँ। र ऊ चाहिँ मेरो वाइफ हो, उसले चाहिँ कोपीहरू काट्दैछ र तयारी अवस्था गर्दैछौँ। हामी तयारीमा छौँ, तयारी गर्दैछौँ। र यहाँ चाहिँ हामीले थुक्पालाई हल्का सिटी लाएर बफ्याउने प्रयास गर्दैछौँ। र हामी यसलाई त्यो मासु जुन बफाएको थियौँ हामी त्यसलाई छान्नलाई गइरहेछौँ र धारामा लगेर चिसो पानीमा डुबाएर त्यसलाई हामी तार्नेछौँ। र तारेपछि हामी लानेछौँ भित्र लगेर हामी त्यसलाई फ्राई गर्नेछौँ। सानो मसिनो बनाउनेछौँ अनि फ्राई गर्नेछौँ। अनि आजको यो मिनी भ्लग चाहिँ कस्तो रहनेछ हजुरहरूले अन्तिमसम्म हेरेर कमेन्टमा प्रतिक्रियाहरू लेखिदिनु होला सबैजनाले। र उसले चाहिँ त्यो मासुलाई तारिसक्यो र अब पछाडिको भ्यूहरू देखाउँदैछ उसले चाहिँ। र त्यो उसको अनुहार पनि हेर्नुहोस् कति यो चाहिँ म हो र मेरो युट्युब च्यानलमा सबैले सब्सक्राइब गरिदिनु होला। र हामी आजको तयारी चाहिँ चाउमिन खाने गर्दैछौँ। यो चाहिँ फुलहरू रहेको छ। यहाँ चाहिँ अघि तारेको मासु चाहिँ कराईमा रहेको छ। र अब हामी भित्र लाँदैछौँ। यसलाई लगेर हामी यसलाई मसिनो पिस बनाउनेछौँ। त्यसपछि यसलाई फ्राई गर्नेवाला छौँ। र यसलाई मैले मसिनो पिस गर्दैछु। यसलाई सबैलाई मसिनो पिस गर्नेछु, मजाले पिस गर्नेछु चाउमिनमा लाउनुको लागि। यसरी पिस गर्नुपर्ने हुन्छ। तपाईँहरूले कसरी लाउनुहुन्छ चाउमिनमा र कसरी चाउमिनमा मासुलाई पिस गरेर लाउनुहुन्छ? ठुलै लाउनुहुन्छ कि मसिनो बनाएर लाउनुहुन्छ? म चाहिँ यसरी लाउँछु हो। तपाईँहरू चाहिँ कुन तरिकाले गर्नुहुन्छ? यो चाहिँ हाम्रो रुम भयो, हाम्रो रुम है। र मैले चाहिँ त्यसलाई पिस मजाले गर्ने तयारी गर्दैछु। मजाले गर्दैछु यसलाई पिस। ऊ चाहिँ मेरो वाइफ, उसले आफ्नो ऐना हेरेर उसले पनि त्यो भ्लगमा उसलाई पनि समेटेको छ। र अब चाहिँ हाम्रो पाकिसकेको छ चाउमिन तयारी भएर पनि। र हामीले चाहिँ अहिले चाहिँ अब यो चाहिँ हामीले दुईजनालाई भाग लाउँदैछौँ अलिअलि। र दुईजनालाई गरेर धेरै नै हाल्दैछौँ हामी। यो चाहिँ मजाले खाउँ भनेर हामीले मजाले बनाएर यसलाई चाहिँ मजाले भाग लाएर अब दुईजनाले खानेछौँ हामी। कस्तो हुन्छ टेस्ट अब हेरौँ, कतिको मिठो भएछ हेरौँ। अब खाएर टेस्ट गर्नुपर्छ। अनि तपाईँहरूलाई म दिन्छु प्रतिक्रिया त्यसको पनि। हामी चाहिँ खाजाको लागि यो चाहिँ खाना जत्तिकै खान्छौँ हामी, खाजाको लागि पनि धेरै खान्छौँ हामी। त्यसमा धनियाँ छर्यौँ हामीले माथिबाट। धनियाँ छरेर चट्टसँगले खाँदा कति मिठो हुन्छ। धनियाँको स्वाद त्यसै पनि मिठो हुन्छ। त्यसपछि थुक्पा र यो चाउमिनमा चाहिँ धनियाँ धेरै नै उपयोग हुन्छ। र खाने तयारी भइसकेको छ। उसले पहिला खाँदैछ, अब त्यसपछि म चाहिँ खानु सुरु गर्न आँटे खाँदैछु अब। वाह, टेस्ट त धेरै नै मिठो भइसकेको रहेछ, निकै मिठो। यो भ्लगमा निकै मिठो मेरो लागि चाउमिन मिठो भएको छ। र तपाईँहरूले पनि कसरी खानुहुन्छ घरमा बनाएर? हामीले यसरी खाएको छौँ, तपाईँहरूले कसरी बनाएर खानुहुन्छ, कस्तो खालको बनाएर खानुहुन्छ प्रतिक्रिया दिनु होला कमेन्टमा। र आजको चाउमिन चाहिँ निकै मिठो भएको छ। चाहिँ खाजा हामीले चाहिँ यसलाई चाहिँ खाजाको रूपमा लिएर खाइरहेछौँ आज मजासँगले एक थाल। र हामीले चाउमिन खाइसकेपछिको अन्तिम लास्ट भिडियो चाहिँ हामीले चिया खाएको हो। र आजको भिडियो यति नै रहेको छ गाइज। सबैलाई बाई बाई भन्दै अब नेक्स्ट भिडियो अर्कोचोटि ल्याएर आउनेछु तपाईँहरूको सामु। आजलाई यति नै, बाई बाई।